नमस्कार। आज मिति 2082 साल पुष महिनाको 10 गते क्रिसमसको दिन। क्रिसमसको यहाँहरू सम्पूर्णलाई शुभकामना। आज बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमको रूपरेखा लिएर आएको छु। अबको केही समयमा तपाईँले सुन्नुहुनेछ 11 बजेसम्म प्रसारण हुने कार्यक्रमको रूपरेखा। बिहान 8 बजे यति बेला म उठेको छु। 8:30 बजेसम्म ब्रस गर्ने कार्यक्रम रहेको छ। 8:30 बजेदेखि 9 बजेसम्म जाडो भएन भने नुहाउने कार्यक्रम पनि रहेको छ। पुसको महिना भएको हुनाले बाहिर हुस्सु लागेको छ। जाडो भएको हुनाले नुहाउन सकिने नसकिने कुनै अर्थ छैन। 9 बजे यहाँहरूले देख्न सक्नुहुनेछ नास्ता खाएको। पाकेपछि खाने हो, नत्र भने त्यो पनि ठिकै छ। पकाउने कसले भन्ने कुरा बाँकी छ। त्यसपछि 9:30 बजे एकछिन बाहिर झ्यालबाट बाहिर हेर्ने कार्यक्रम रहेको छ। बाहिर घाम लाग्यो भने ठिकै छ, नभए फेरि ओछ्यानमै सुत्ने प्लान छ। 10 बजे यहाँहरूले देख्न सक्नुहुन्छ खाना खाने कार्यक्रम। अब खाना पाक्यो भने खाने हो, पाकेर भने त्यो पनि त्यस्तै रहनेवाला छ। 10:30 बजे फेरि एकचोटि झ्यालबाट बाहिर हेर्ने कार्यक्रम रहेको छ। बाहिर घाम लाग्यो भने ठिकै छ, घाम लागेन भने फेरि ओछ्यानमै सुत्ने कार्यक्रम छ। 11 बजे ओछ्यानबाटै बाहिर हेर्ने कार्यक्रम छ। भयो भने ठिकै छ, नभए फेरि ओछ्यानमै सुत्ने कार्यक्रम रहेको छ। अहिले आज बिहान 11 बजीसम्म प्रसारण हुने कार्यक्रमको रूपरेखा